Hello everyone, Rara Ansa here. Today I have got something new, but this is the part 2 for my Dhanyabad, and this is Dhanyabad, Aja Dhere Dhanyabad. I want to thank to the creator, whoever has brought me to this universe, and the energy, whatever is running this entire universe. I would like to thank, and I would like to express the gratitude that I feel every day. Dhanyabad, Aja Dhere Dhanyabad, Bhul Bhaye Maaf. कल्पना नै गर्न नसकिने असलियत र कपटलाई देख्न योग्य बनाइदिएकोमा धन्यवाद। सोच्न पनि नसकिने रूप रङ्गलाई मेरा सामु प्रस्तुत गरिदिएकोमा धन्यवाद। चट्टान भन्दा कठोर मन, मुटु र मस्तिष्क भएका मान्छेहरूसँग समेत साथको अपेक्षा गर्न बाध्य बनाइदिएकोमा धन्यवाद। सत्यता अगाडि हुँदा हुँदा अहंकारको बाटो हिँड्ने मानिसहरूसँग भेटाइदिएकोमा धन्यवाद। नभोगिएका भोगाईहरू अझ कठिन रूपमा मेरै थालीमा पस्किदिएकोमा धन्यवाद। नभोगिएका भोगाईहरू अझ कठिन रूपमा मेरै थालीमा पस्किदिएकोमा धन्यवाद। एकपछि अर्को, त्यसपछि झन अर्को, निकटतम सम्बन्धहरूको खोक्रो र जीर्ण वास्तविकता मेरै सामु प्रस्तुत गरिदिएकोमा धन्यवाद। न्याय र अन्याय बीचको गहकिलो उल्झनमा परेर पनि सत्यतासँग डटेर बस्न सक्ने बनाइदिएकोमा धन्यवाद। आफू रित्तिएर माया, दया, साथ दिने सफा नियत समेत देख्न नसक्ने मान्छेहरूसँग भेटाइदिएकोमा धन्यवाद। आफू रित्तिएर माया, दया, साथ दिने सफा नियत समेत देख्न नसक्ने मान्छेहरूसँग भेटाइदिएकोमा धन्यवाद। बदलिदो दिनहरूसँगै मौन अनि खेल जस्तो बन्दै जाने मजाक जस्तै सम्बन्धहरूलाई अनुभव गराइदिएकोमा धन्यवाद। बदलिदा दिनहरूसँगै मौन अनि खेल जस्तै बन्दै जाने मजाक जस्तै सम्बन्धहरूलाई अनुभव गर्न योग्य बनाइदिएकोमा धन्यवाद। दर्बिलो साथ, चोखो माया, खुल्ला हृदयले गर्ने विश्वास कहिले महसुस नै गर्न नदिई यस उमेरसम्म ल्याइ पुर्याइदिएकोमा धन्यवाद। दर्बिलो साथ, चोखो माया, खुल्ला हृदयले गर्ने विश्वास कहिले महसुस नै गर्न नपाई यस उमेरसम्म ल्याइदिएकोमा धन्यवाद। आन्तरिक जति नै खोक्रो भए पनि बाहिरी घमण्ड र पाखण्डले भरिएको देखावटी व्यवहार भएका जस्ता मान्छेहरूसँग भेटाइदिएकोमा पनि धन्यवाद। सही र गलतलाई उचित पहिचान गर्न नै नसक्ने कमजोर अनि निर्दयी मान्छेहरूसँग ठोकाइदिएकोमा धन्यवाद। आफ्ना कमजोरी, गल्ती, अप्ठ्यारा परिस्थिति, आफ्ना वास्तविकता खुलेर सफा मनले कहिले व्यक्त गर्न नसक्ने मान्छेहरूसँग भेटाइदिएकोमा धन्यवाद। मायाका ससाना किरण, प्रयास महसुस नै गर्न नसक्ने कमजोर र अहंकारयुक्त व्यक्तित्वहरूसँग भेटाइदिएकोमा धन्यवाद। म धन्य छु ईश्वर, तिम्रा हरेक परीक्षा, कठिनाई, पाठ मेरा जिन्दगीका हरेक दिनहरूमा खुरुखुरु पठाइदिएकोमा। म धन्य छु ईश्वर, तिम्रा हरेक परीक्षा मेरो जीवनमा खुरुखुरु एकपछि अर्को हरेक दिन गरेर पठाइदिएकोमा। अब त सकियो होला भन्न नपाउँदै अर्को अजङ्गको कठिनाई उपहार स्वरूप मेरो यही जिन्दगीमा दिनुभएकोमा धन्यवाद। खुसी हुन मात्र के लाग्दा सोच्नै नसक्ने पीडा र परीक्षा फेरि पठाइदिनु भएकोमा धन्यवाद। खुसी हुन मात्रै लाग्दा सोच्नै नसक्ने पीडा र कठिनाई फेरि मेरै जिन्दगीमा पठाइदिनु भएकोमा धन्यवाद। माया, दया, कर्तव्य, पारिवारिक सामप्य, सद्भाव नै महसुस नगराई आधा जीवन बिताइदिनु भएकोमा धन्यवाद। माया, दया, कर्तव्य, पारिवारिक सामिप्य, सद्भाव नै महसुस नगराई आधा जीवन कटाइदिनु भएकोमा धन्यवाद। अब सक्दिन मजबुत हुन भनेर हार खाइसक्दा फेरि त्यो भन्दा बढी मजबुत बनाइदिनु भएकोमा धन्यवाद। अब सक्दिन, अब मैले हार खाइसके भनेर अगाडि बढ्न लाग्दा फेरि त्यो भन्दा बढी मजबुत बनाइदिनु भएकोमा धन्यवाद। खुसी हुन मात्र के लाग्दा सोच्नै नसक्ने पीडा र परीक्षा फेरि पठाइदिनु भएकोमा धन्यवाद। Thank you very much for all the experiences in life every day from every people around the world. And I would like to express my gratitude and gratefulness towards all the people around me who have let me experience all the good and bad things to move on in the life. Thanks for everybody. Thanks to all of my friends. I'm grateful for this day today and this moment. Bye bye.